हेलो गाइस, एकछिन त हजुरले चाहिँ एसआइपी रजिस्टर त गर्नुभयो, तर के हजुरले चाहिँ साइन अफ गर्नुभयो त सिद्धार्थ क्यापिटल लिमिटेडमा? यदि साइन अफ गर्नुभएको छैन भने म चाहिँ सजिलैसँग चाहिँ साइन अफ कसरी गर्ने भन्ने विषयमा चाहिँ यस विषयमा चाहिँ हजुरलाई जानकारी दिँदैछु। यसको लागि यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्, हजुरले सजिलैसँग आफ्नो मोबाइलबाट गर्न सक्नुहुन्छ। यसको लागि हामी मोबाइलबाट चाहिँ साइन अफ गर्दैछौँ। अनि साइन अफ गर्नको लागि चाहिँ म चाहिँ क्रोम अथवा गुगलबाट जाँदा हुन्छ। म चाहिँ गुगलबाट जाँदैछु। गुगलमा टच गरेँ। अनि गुगलमा टच गरिसकेपछि यहाँ माथि यो टपमा यो सर्च बार देख्न सक्नुहुन्छ हजुरले। यो सर्च बारमा जाने, सर्च बारमा गएर www.सिद्धार्थ क्यापिटल लिमिट साइन अफ लेख्ने। म लेख्ने अनि लेखिसकेपछि यहाँ चाहिँ यो फर्स्ट चाहिँ यहाँनिर यो फर्स्ट चाहिँ यो वेबसाइट आउँछ हैन, साइन अफ भन्ने। अनि यसमा चाहिँ टच गर्ने। अनि यसमा टच गरिसकेपछि हजुरले चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हामीले चाहिँ यो डिमान्ड अकाउन्ट चाहिँ अब कुन यसमा छ त हैन, कुनबाट खोलेको छ, कुन बैंकबाट, त्यो चाहिँ सिलेक्ट गर्ने। यहाँनिर टच गर्नुभयो भने हजुरले चाहिँ देख्नुहुन्छ यहाँ चाहिँ छ हैन, कुनबाट खोल्नु भएको छ हजुरले है। अनि त्यो चाहिँ अब हजुरले यहाँनिर लेख्ने हैन। म चाहिँ एनआइसी एसियाबाट चाहिँ मेरो चाहिँ त्यो थियो। अनि यो चाहिँ सिलेक्ट गर्ने। अनि यो सिलेक्ट गरिसकेपछि हजुरले चाहिँ यहाँनिर चाहिँ आइडी नम्बर चाहिँ अब राख्ने यहाँनिर हैन। यो डिमान्ड अकाउन्टको जो पछाडिको जो 8वटा अङ्क हुन्छ त्यो हाल्ने। अनि यहाँनिर चाहिँ आफ्नो नाम हाल्ने। अनि यहाँनिर चाहिँ अब आफ्नो चाहिँ जन्म मिति राख्ने। अनि यहाँनिर चाहिँ कन्ट्याक्ट नम्बर राख्ने। अनि सेम, अनि यहाँनिर यो कन्ट्याक्टमा यो तल चाहिँ कन्ट्याक्ट नम्बर छ। अनि यो सेम हाल्दा पनि हुन्छ अथवा नराख्दा पनि हुन्छ, यो केही फरक पर्दैन। जो चाहिँ यो रेट लेखेर आएको छ नि यो पछाडि, यो चाहिँ हामीले अनिवार्य रूपमा भर्नुपर्छ। यदि रेट छैन भने त्यसलाई नभर्दा पनि हुन्छ, केही फरक पर्दैन। त्यहाँबाट यहाँ तल चाहिँ अब हजुरले चाहिँ अब राख्न चाहेको चाहिँ अब युजर नेम चाहिँ यहाँनिर राख्ने। अनि यहाँनिर चाहिँ अब सिटिजनसिप चाहिँ हैन, नागरिकताको नम्बर चाहिँ यहाँनिर चाहिँ राख्ने। अनि यहाँनिर चाहिँ अब आफ्नो चाहिँ एउटा इमेल राख्ने। अनि इमेल राखिसकेपछि अनि यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ लास्टमा गेट ओटिपी छ। अनि यहाँ गेट ओटिपी छ। अनि यसलाई चाहिँ इमेल राखेर यहाँ गेट ओटिपी गऱ्यो भने एउटा ओटिपी आउँछ। अनि ओटिपी आइसकेपछि अनि यहाँनिर यो ओटिपी राख्यो भने अनि तपाईँ चाहिँ 2-3 दिनपछि चाहिँ के यो सिद्धार्थ क्यापिटल लिमिटेडबाट चाहिँ एउटा लगइन आइडी आउँछ। त्यहाँबाट चाहिँ हजुरले चाहिँ लगइन गर्न सक्नुहुन्छ। मेरो चाहिँ यो हैन अलरेडी लगइन छ है, त्यही पनि म हजुरहरूलाई देखाइदिन्छु है। म बिओ आइडी नम्बर यहाँनिर देख्न सक्नुहुन्छ हजुरले। मेरो चाहिँ अलरेडी साइनिङ भइसकेको छ हैन, साइन अफ भइसकेको छ। यसैले चाहिँ मेरो चाहिँ यस्तो देखाएको छ। हजुरले चाहिँ यहाँनिर त्यो गर्नुभयो भने अनि सक्सेसफुल भन्छ। यसरी चाहिँ गर्न सक्नुहुन्छ। आगामी दिनमा यस्तै खालीको भिडियोहरू हेर्न मन पराउनुहुन्छ भने मलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी मसँग जोडिन सक्नुहुन्छ। र हजुरलाई चाहिँ कुनै समस्याहरू छ भने मलाई कमेन्ट गरेर भन्न सक्नुहुन्छ। म चाहिँ हजुरहरूको समस्याको समाधान चाहिँ ल्याउने कोसिस गर्नेछु। थ्याङ्क यू भिडियो हेरिदिनु भयो।